हेलो गाइज नमस्ते। तपाईहरुले यो हेरिराख्नु भएको भिडियो चाहिँ यो चन्द्रगिरीमा हामी फ्यामिली घुम्न गएको थियौँ। बाबु नानी मेरो नन्दहरू हामी घुम्न जाँदाखेरि चाहिँ यो चाहिँ प्लस 50 गरिसकेपछि चाहिँ एउटा प्लेस नाच्नको लागि हामीलाई दिँदो रहेछ। त्यसमा चाहिँ जसले नाच्दा पनि हुने, नाच्दाखेरि पनि रमाइलो लाग्ने रहेछ। र त्यति बेर चाहिँ हामीले अरू आन्तरिक पर्यटनको साथीहरू पनि आउनु भएको थियो र विदेशीहरू पनि आउनु भएको थियो। क्यानेडियनहरू, एसियनहरू सबै आउनु भएको थियो र हामीलाई धेरै रमाइलो पनि भयो। त्यो यो चन्द्रगिरी भनेको चाहिँ अलिक कुल ठाउँ छ र त्यहाँभन्दा माथि चाहिँ हामीले केबल कार चढेर गएको थियौँ। केबल कारबाट चढ्दाखेरि पनि गाइस धेरै रमाइलो हुन्छ। र त्यहाँभन्दा माथि चाहिँ भालेश्वर महादेवको मन्दिर छ। हामी चाहिँ भालेश्वर महादेवको मन्दिर हेर्न पनि पायौँ। त्यो चाहिँ हामी शिवरात्रिको बेलामा गएको थियौँ। र अर्को चाहिँ त्यहाँ देवीको मन्दिर पनि छ र त्यहाँदेखि पारिपट्टि हेर्दा हामीले हिमालहरू पनि हेर्न पाउँछौँ। र त्यो चाहिँ 8,000 फिटको छ, त्यो उचाइमा भएको छ। र हामीलाई चाहिँ रिफ्रेस हुनको लागि हामीले साथीहरू लिएर जान सक्छौँ, बेस्ट फ्रेन्डहरू लिएर जान सक्छौँ। र हामीले त्यहाँ ड्राई पिकनिक जस्तो पनि जान सक्छौँ। त्यहाँ चाहिँ हामीले चाहिँ स्काई वकहरू पनि देख्यौँ। स्काई वक गर्न पनि सकिने रहेछ। र त्यहाँ घोडामा त्यो वरिपरि घुम्न पनि जान सकिने रहेछ। हामीले घोडासँग पनि मनोरञ्जन गर्न सकिन्छ। र त्यहाँ चाहिँ त्यहाँको विशेषता चाहिँ पृथ्वीनारायण शाहले चाहिँ नेपाल एकीकरण गर्दाखेरिको दृश्य त्यहाँदेखि गर्नुभएको रहेछ। र नेपाल एकीकरण गर्दाखेरिको त्यहाँ सबै उहाँको चाहिँ स्मारकहरू थियो। त्यो स्मारकको हामीले फोटो पनि खिच्ने मौका पाएको थियौँ। गाइज तपाईँहरू पनि जानुहोला, धेरै राम्रो छ, रमाइलो छ। धन्यवाद।